यो आर्थिक र व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न भनेको छ। वास्तवमा यो प्रस्ताव देख्ने बित्तिकै हाँसो उठ्छ। एउटा हिन्दी फिल्मको गाना छ कि कहाँबाट सुरु गरौँ कहाँ खत्म। देशको जति लगानी मैत्री वातावरण छ बिगारेकै दलहरूले, म केही इक्जाम्पल दिन चाहन्छु। कुनै दलसँग जोडिन गयो त्यसलाई अन्यथा नलिनु होला। एउटा कोरियन कम्पनीले पानीको रसुवामा पानी अनटप हिमालयन अनटप स्टार्ट गर्यो, दलले आफ्नो काटकता लगाएर कब्जा गर्न लाग्यो। त्यस्तै एउटा म 10वटा इक्जाम्पल दिन्छु, त्यसपछि थाहा हुन्छ कि वातावरण के दलले कब्जा गर्ने र भन्नेको लगानी वातावरण कानुनले होइन, व्यवहार देखाउनुहोस् न। दोस्रो, मणिपाल मेडिकल कलेज थियो, झन्डै उसको 9 अरबको लगानी थियो। उसको साउ एक दिन मेरो घरमा आएर धुरुले जहिले पनि आउँदाखेरि दलको मान्छे टेडिनु चाली गरेर उसको कालो मसुद साउले नै कालो मसुद दल्ने खोज्यो। संयोगले लास्टमा दलको इन्डाइरेक्ट 30% सेयर राखेर एउटा ग्रुपले किन्यो 9 अरबको सम्पत्ति कतिमा 4.5 अरबमा। त्यसपछि अर्को म बताउँछु, चितवनमा एउटा मेडिकल कलेज थियो, गुजरातको मान्छेहरूले खोल्या थियो। त्यसलाई फेरि अख्तियारदेखि दलको मान्छे कम्पनी रस्ताको मान्छे मिलेर कब्जा गर्यो र त्यसपछि त्यो भाग्यो। त्यो गुजराती पनि घरमा किनभने हामी इन्डियामा पढेको कारणले बोल्यो कि यो सांसद यहाँ गयो भने केही उपचार पाउँछौँ। त जहाँ जहाँ ठुला दल नै विभिन्न देशको भन्छ कि यहाँ लगानी गर त मेरो कार्यकर्ता यसलाई कब्जा गर्छ र मेरो मान्छे कब्जा गर्छ, त्यो देशमा लगानी कसले गर्छ? अर्थमन्त्रीजीले जवाब दिनुहुन्छ। म तपाईँलाई यो भन्न चाहन्छु कि यो दल नै विकृतिको जर हो। जबसम्म विभिन्न सङ्घ सङ्गठनको नाउँमा, नेभी सङ्घको नाउँमा, तरुण दलको नाउँमा, युवा सङ्घको नाउँमा, वाइसेलको नाउँमा, अखिल क्रान्तिकारीको नाउँमा व्यवसायीहरूलाई धम्काउने काम गर्नुहुन्छ। न त मोबाइलको चार्ज, न मेरो खर्चा दिउँ, मेरो टिकट काट, मेरो बियरको पैसा दिउँ, तबसम्म लगानी मैत्री वातावरण। लगानी आजको दुनियाँमा के छ भने रेड कार्पेट हरेक कन्ट्री बिछाइरहेछ कि तपाईँ आउनुहोस् मेरो देशमा लगानी गर्नुहोस्। र जबसम्म हाम्रो छिमेकी भारतलाई लगानी मैत्री वातावरण यहाँ दिँदैन। मैले एउटै इक्जाम्पल दिन चाहन्छु, यो देशमा मात्र एकचोटि लगानी आएको छ 91-94 को बिचमा। मलाई अङ्ग्रेजी डेट किन रिसर्चमा अङ्ग्रेजीमा गएको छु। त्यही बेला भारतसँग तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरसँग सम्बन्ध राम्रो भएको कारणले डाबर नेपाल, एसियन पेन्ट, युनिलिभर, नेपाल एसबिआई ब्याङ्क सबै त्यही बेला आएको। जो नेपालको अर्थमन्त्रीलाई राम्ररी थाहा होला कि अरबौँ रुपियाँ यहाँको राजस्वमा कन्ट्रिब्युट गर्छ, हजारौँ मान्छेलाई रोजगारी दिएछ। त्यसपछि कहिले पनि न भारतसँग सम्बन्ध राम्रो भयो, न कुनै इन्भेस्टरसँग राम्रो सम्बन्ध भयो। हामी इन्भेस्टर खोज्छौँ, तर त्यसको क्यासिनो भए पनि क्यासिनो कब्जा गर्ने। जसरी यहाँ क्यासिनो थियो पहिला नेपालमा स्टार्ट गरेको अमेरिकन नागरिक आरडी टर्टल, त्यसलाई भर्खर जनिदोबाट धनिद हुँदै क्यासिनो कब्जा गराएको एउटा इन्डियनसँग, त्यो राकेश बदवासँग। त्यसपछि फेरि राजाको ज्वाइँ आएर कब्जा गर्यो, त्यो एउटा सिलवाल थरको मान्छेहरू कब्जा। अब कति कहाँबाट सुरु गरौँ? मैले सुरुमै गाना भने कि कहाँबाट सुरु गरौँ कहाँ खत्म। त्यस कारणले यो सम्पूर्ण विकृतिको जड दलहरू हो। दलहरूले जबसम्म आफ्नो कार्यकर्तालाई डिसिप्लिनमा राख्दैन कि तिमी कसै व्यापारी ठेकेदार इन्भेस्टरलाई छेडखानी गर्दैन। उल्टै एउटा विदेशी संयोगले मेरो घरमा आएर कि मेरो इन्भेस्टमेन्ट पनि कब्जा गर्यो, उल्टै एयरपोर्टमा इमिग्रेसनमा पुलिस लगाएर पिट्न लगायो। थोरै थपौँ, किनकि देशको सेन्सिटिभ मात्र कानुन बनाएर हुँदैन, कानुनको वातावरण हुनुपर्छ नि। जनतालाई थाहा हुनुपर्छ कि दलहरूले के गरिरहेछ, सरकारले के गरिरहेछ। अनि त्यस कारणले विषयको गम्भीरताले पनि टाइमको माग गर्छ। त्यस कारणले अब यहाँको पुलिस पनि त्यही छ, पैसा दिए त्यतैतिर। एक त दलको झोले छ पुलिसहरू, नेपाल पुलिस छैन नि, दलको झोलेहरू छ। जसको सरकार छ त्यसैतिर घुमिराखेको हुन्छ। उसको मान्छेले कुटे पनि आखिर विदेशीले पनि न्युज देख्छ। जसको सरकार छ त्यही युनिभर्सिटी तोडफोड गर्ने, त्यसैको विद्यार्थी युनिभर्सिटी त्यही ताला लगाउने। त्यस कारणले दलहरू पहिला आफू संयमित हुन्। यो बाचा गरौँ कि अब हामी कसैको इन्भेस्टमेन्ट लिँदैन, कसैलाई कुटपिट गर्दैन तबसम्म, र हामी अरू उत्पादनमुखी भन्दा सर्भिस ओरिएन्टेड इन्डस्ट्री यहाँ लगाउनु पर्छ। किनकि हामी सेवा दिएर अगाडि, त्यो पर्यटनको क्षेत्र होस्, स्वास्थ्यको क्षेत्र होस्, शिक्षाको क्षेत्र होस्, आज अरबौँ रुपियाँ हाम्रो जान्छ विदेशमा, जबकि राम्रो शिक्षा अरबौँ रुपियाँ आउँथ्यो। धन्यवाद।